ल साथीहरू, म चाहिँ लागेको अब अर्को धान काट्नलाई। तल तल पाकेको छ, जाँदैछु त। कस्तो हावा आएको आमा, कति राम्रो मौसम। यो चाहिँ कोदो हो है गाइस, हेर्नु होला कोदो। मलाई कोदो देखेर के हाँस उठ्छ भने किन होला, कस्तो कमेडी देखिरहेछ कोदोलाई पनि। यो चाहिँ हाम्रो चम्पादेवीको झन्डा हो। यहाँ जानुभएको छ कि छैन होला, नेपालको झन्डा छ यता चाहिँ। नेपालको झन्डा भन्दा माथि चाहिँ एउटा त्रिशूल छ, हेर्न सक्नुहुन्छ। रमाइलो छ ठाउँ चाहिँ। यहाँबाट यो बाटोबाट सिधा माथि गयो भने त यताबाट जाने हो चम्पादेवी, हात्तीबन। रमाइलो छ, आउनु होला है। यता चाहिँ दक्षिणकालीको बाटो है, उता चाहिँ। कोदो पनि कति हो यहाँ पनि रहेछ त। कोदो रोप्ने मान्छेलाई त, तर यो कोदो रोप्न कति गाह्रो हुन्छ नि है, तर रोप्दो रहेछन् मान्छेहरूले। यो एउटा चाहिँ कहाँबाट आएछ, एउटा सिङ्गल। यसका साथीहरू त सबै छैन त, एउटा मात्र फुलिरहेको रहेछ कि काटेर लग्यो यो। क्या हो यो, गीत बजाइरहेछ स्विमिङ पुलमा चाहिँ। कस्तो नउडेको, सुइँ उड्न पाएको। लागे मन क्या है ये सुनापन्ना भन्ने गीत बजिरहेको रहेछ। आहा, गीत सुनिरहेछ कि छैन साथीहरू, सुन्नु त, कति राम्रो गीत बजिरहेछ। यो चाहिँ कस्तो घाँस रहेछ हो, आमामा, धान हो कि घाँस हो यहाँनिर चाहिँ। हामीले रोप्दाखेरि त यस्तो झार त उखालेको थियो, यो सानो सानो भएर यतिको झार आएको हो कि क्या हो। हेर्नु न यस्तो झार, छ्या, यस्तो झार पनि। म चाहिँ यो काट्ने सुरु गर्दैछु है साथीहरू। मजाले पाकेछ, मजाले। झन्डा पनि कस्तो मजाले रमाइलो छ हौ हेर्नलाई। के साह्रो लागेको हो, छ्या। अब म काट्दैछु साथीहरू, हेर्नु होला धानको हालत। कहीं न लागे मन क्या है ये सुनापन।